नमस्ते दर्शक महानुभावहरू, तपाईहरुलाई हाम्रो YouTube च्यानलमा हार्दिक स्वागत छ। दैनिक सुन चाँदी दरको विशेष अपडेट लिएर आज पनि उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। छापावाल सुनको अवस्था के छ आज? त्यस्तै चाँदीको मूल्य घटेको छ या बढेको छ? हिजोको तुलनामा सस्तो भएको छ या महँगो भएको छ? सबै अपडेट आजको भिडियोमा रहनेछ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। पछिल्लो समय नेपालमा सुन र चाँदीको मूल्यले आकाश छुइसकेको छ। चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ भने छापावाल सुनको मूल्यले पनि रेकर्ड बनाइरहेको छ। हिजोको तुलनामा आज के रहेको छ मूल्य आजको भिडियोमा जानकारी दिनेछौँ। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। साथै नोटिफिकेसनलाई अन गरेर सबैभन्दा पहिला तपाईहरुले हाम्रो भिडियो नोटिफिकेसन मार्फत जानकारी प्राप्त गर्न सक्नुहुनेछ। आज मिति 2082 साल पुस 5 गते शनिबार, सन् 2025 डिसेम्बर 20 तारिक। हिजोको तुलनामा आज सुनको भाउ कुनै परिवर्तन भएको छैन। चाँदीको मूल्य पनि कुनै परिवर्तन भएको छैन भने बिहीबारको तुलनामा भने घटेको छ। बिहीबारको सुनको मूल्य 2,60,400 रुपैयाँ प्रति तोला रहेको थियो भने आज प्रति तोला 2,58,400 रुपैयाँ रहेको छ। आज 2,000 प्रति तोला सुनको मूल्य घटेको छ। त्यस्तै बिहीबार चाँदीको मूल्य 4,080 रुपैयाँ प्रति तोला बीच कारोबार भएको थियो। आज 75 रुपैयाँले घटेर 4,005 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजोको तुलनामा भने आज सुनको भाउ घटेको छैन। हिजो पनि सुन 2,58,400 रुपैयाँमा कारोबार भएको थियो। आज पनि त्यही मूल्यमा कारोबार हुनेछ। चाँदी पनि हिजो 4,005 रुपैयाँ प्रति तोला बीच कारोबार भएको थियो। आज पनि 4,005 रुपैयाँमा नै कारोबार हुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज पुस 5 गतेको अपडेट यति नै। भोलि पुस 6 गतेको नयाँ अपडेट लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि म बिदा माग्छु। नमस्कार।